हामी चाहिँ अहिले 2082 साल कार्तिक 7 गते शुक्रबारको दिन सङ्खुवासभा जिल्लाको खादबारी नगरपालिका अन्तर्गत वडा नम्बर 9 मा पर्ने मनोकामना माताको मन्दिर परिसरमा छौँ। हाम्रो यो मनोकामना मन्दिर अरुण नदीको किनारमा अवस्थित छ र यो चाहिँ देखिएको हाम्रो मनोकामना मन्दिर अगाडिको ठुलो ढुङ्गा हो। ठुलो ढुङ्गा अवस्थित छ यहाँनेरि। अब हामी यो सँगसँगै मन्दिर परिसर छिर्ने जमर्को गर्दैछौँ। हामी दुईजना दाजुभाइ चाहिँ 2082 सालको भाइटिका तिहार पर्व अन्तर्गत भाइटिका मनाउनको लागि चाहिँ 23 वर्ष पछाडि आफ्नो दिदीबहिनीको हातको टिका लगाउनको लागि हिजो कार्तिक 6 गते सङ्खुवासभाको 5 खपर नगरपालिका वार्ड नम्बर 6 मा हाम्रो परिवारको ज्येष्ठ सदस्य दाजुको घरमा जम्मा भएर टिका सिका लगाएर आज चाहिँ 7 गते घरबाट बिदाई भएर चाहिँ हामी बाटोमा फर्कने क्रममा अहिले मनोकामना धाम तुमलिङ टारमा चाहिँ आइपुगेको छौँ। हामी चाहिँ अब यो आउने क्रममा मनोकामना मन्दिरको दर्शन गरेर फर्किम भन्ने उद्देश्यले यहाँ छिर्दैछौँ। यो आएको बेलामा चाहिँ ठ्याक्क साइज जुर्नु पर्दा चाहिँ साइज जुर्यो। हुन त आज अब तृतीया होला, एकादशी बजार पनि एकदमै छिटो आउँदैछ। एकादशी भनेको चाहिँ आजको 8 दिन पछाडि यहाँ चाहिँ बब्बाल मेला लाग्नेवाला छ। खेमराज गुरुङको गीत वारी जमुना पारी जमुना जमुनाको फेदेमा मनोकामना भनेर चाहिँ गीत गाइएको थियो। त्यो चाहिँ यसैको आधारमा चाहिँ गाइएको हो। हामी अहिले चाहिँ ठ्याक्कै मन्दिर परिसर छिरियो। हाम्रो मनोकामना मन्दिरको घन्टा, ठुलो घन्टा यहाँनिर चाहिँ ठुलो घन्टा छन्। ठुलो घन्टा चाहिँ एकपल्ट म आफै बजाउन गइरहेको छु। घन्टा जय हाम्रो उहाँ चाहिँ गुरु हुनुहुन्छ, यहाँको पुजारी गुरु होइन त, हाम्रो मूल मन्दिर होइन हाम्रो यहाँ। हजुर, मनोकामना मूल मन्दिर मैले आफूले पनि दर्शन गरेर सबैजना हेर्नुहुनेहरूलाई पनि मैले चाहिँ दर्शन गराएँ है त। श्री मनोकामना माइकी जय। मनोकामना माताले हामी सबैको इच्छा आकाङ्क्षा चाहना पुरा गरून्। हाम्रो मन्दिरको दायाँपट्टि अवस्थित अर्को मन्दिर मैले चाहिँ बाहिरबाट भित्रको तस्बिर लिने प्रयत्न गरेँ।